आज बिहान एकदमै धेरै पानी आइरहेको थियो। आकाशबाट भने म हल्का हल्का रुजेको थिएँ। त्यसपछि आमाले पकाउनु भएको रहेछ सेल्ला। म भने सेल्ला खानातिर लागेँ। आमाले पकाएको एकदमै मिठो र एकदमै स्वादिष्ट थियो अनि आमाको हातबाट पकाएको पनि एकदमै राम्रो हुने नै भयो र एकदमै स्वादिष्ट थियो। त्यसपछि म गम्मागम खानातिर लागेँ। खाइसिद्धाएपछि म बाहिर आउँछु र हेर्छु एकदमै पानी परिरहेको हुन्छ। पानी परिरहेको हुन्छ, रोकिन्छ कि भनेको रोकिन्न अनि सुत्छु र सुतेर फेरि उठेर हल्का हल्का पानी बित्दिएको हुन्छ। त्यसपछि म घाँस गएर मजासँग घाँस काट्छु। घाँस पनि चिउरे रहेको छ। चिउरे सानो सानो भोटो थियो। त्यसपछि म चिउरे लगेर घरतिर जान्छु। घरतिर गइसकेपछि अमिलाको बेर्ना गराउनको लागि कलमै काट्नतिर तयार हुन्छु र मजासँग कलमै काट्छु। कलमै काट्दा त एकदमै राम्रोसँग काट्नुपर्छ। त्यसपछि मैले काटिसिद्धाउँछु र त्यसलाई बाँध्छु। बाँधिसकेपछि त्यसपछि चना पोल्नु पर्यो भनेर चना पोल्नतिर लाग्छु। चना पोल्ने भनेको त तर आगो बल्दै बल्दैन। आगो धेरै फुक्ने चाहिँ प्रयास गऱ्यौँ किनकि माथिबाट हल्का हल्का पानी पनि परेको थियो तर बल्दै बलेन। त्यसपछि नानी र मैले आगो फुक्नतिर लाग्यौँ तर बल्दै बल्दैन। नबलेपछि त्योबाट हार खायौँ र भित्र बलिरहेको थियो आगो। त्यसपछि त्यहाँ दन्कायौँ र त्यहाँबाट पोल्नै पर्यो भनेर त्यसपछि भित्र जाँदा त मजासँग पाकेपछि त अब खानातिर लाग्यौँ। खाना खाइसकेपछि त अब के गर्नु। आजको भिडियो चाहिँ यतिकैमा समाप्त। अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी जोडिनु होला। भोलि अर्को भिडियो ल्याएर फेरि उपस्थित हुने नै छु। आजको लागि म बिदा हुन्छु। सबैजनालाई धन्यवाद।